हामी जस्तो ब्याङ्किङ प्रणाली अलिअलि नलेज भएकालाई त ब्याङ्कले यस्तो झोलझाल गर्न खोज्छ भने देशका आम नागरिकलाई यो प्राइभेट सेक्टरका ब्याङ्कका कर्मचारीहरूले कस्तो दुःख दिइरहेको होला। म एउटा सानो उदाहरण दिन्छु है। रिसेन्टली बिर्तामोटकै एउटा प्रतिष्ठित ब्याङ्क अनि कर्मचारीको एउटा बिहेभियर जुन चाहिँ मलाई लागु भएको थियो। मैले कुनै बेला 12 लाख रुपियाँ लोन लिएर चाहिँ किस्ता बुझाइरहेको थिएँ। त्यो किस्ता बुझाउने क्रममा मेरो अब 1-1.5 लाखभन्दा धेरै छैन होला। उहाँहरूले लिनुपर्ने ब्याजहरू लिइसक्नुभयो, अब सामा मात्रै बाँकी होला। उहाँहरूले खेल कसरी सुरु गर्नुहुन्छ भन्दाखेरि उहाँहरूले अब त्यो सामा मात्रै रहेको लोनहरूलाई चाहिँ सकभर क्लियर गराउनतिर लाग्नुहुन्छ। तपाईँलाई रिक्वेस्ट गर्नुहुन्छ लोन क्लियर गर्ने होइन भनेर। लोन क्लियर गर्ने नगर्ने अब ब्याज नै त तिरिसकेपछि त मलाई 1.5 लाख रुपियाँ त बिस्तारै 5,000, 20,000, 30,000 गर्दै तिर्दा पनि लोन ऋणीले त तिर्न मिल्यो। अनि उनीहरूले कस्तो कस्तो खेल खेल्छन् भने तपाईँको इन्सुरेन्स गर्नुपर्छ भन्छन् है। जबकि मेरो त्यो 1.5 लाख रुपियाँको इन्सुरेन्स कति होला त्यो नमिल्ने। फेरि पुरानो लोन 12 लाख रुपियाँ जति लिएको थियो त्यति नै बराबरको फेरि इन्सुरेन्स गर्नुपर्ने रे। सुन्नुहोस् है, 12 लाखकै, जबकि मेरो 1.5 लाख रुपियाँ मात्रै रिमेनिङ छ भने इन्सुरेन्स नै गर्नु पऱ्यो भने मैले 1.5 लाख रुपियाँको गर्नुपर्ने हो नि त इन्सुरेन्स। जबकि 12 लाख रुपियाँ मैले दिनु नै छैन भने किन तिर्ने त? किन चाहिँ इन्सुरेन्स गर्ने त 12 लाखको? हो यस्तो प्रविधि हामी ब्याङ्किङ प्रणालीमा अलिअलि नलेज भएकोलाई त ब्याङ्कले यस्तो गर्छ भनेपछि प्राइभेट सेक्टरका ब्याङ्कहरूले सोझा नेपाली हाम्रा दाजुभाइहरूलाई अथवा ब्याङ्किङ प्रणालीको नलेज नभएकाहरूलाई कति दुःख दिँदै होला यो प्राइभेट ब्याङ्कहरूले। यसलाई पनि सरकारले ध्यान। यदि यो ब्याङ्क र कर्मचारीले गरेको प्रवृत्ति चाहिँ कानुन विपरीत रहेछ भने मैले ब्याङ्कको पनि र कर्मचारीको पनि सामाजिक सञ्जालमा सबै छर्लङ्ग गराउने छु। साथै उहाँहरूलाई लाग्नुपर्ने नियम कानुन होला, म त्यो नियम कानुनमा पनि जान्छु। मैले यो सानो इस्युलाई किन विषय बनाउँदैछु भन्दाखेरि देशका आम नागरिकलाई यी कर्मचारी हुन् या कर्मचारीका टाउकेहरूले यस्तो गर्न लगाउँदैछन्। यो चाहिँ देशका सम्पूर्ण नागरिकले चाहिँ जनचेतना पाउन् भनेर चाहिँ मैले यो भिडियो बनाएर चाहिँ पोस्ट गर्न लागिरहेको छु।